योभन्दा अघिल्लो सालमा एक झाङमा 106 किलो फल्यो। मैले 230 ग्रामसम्मको पाएको छु आफ्नै फर्ममा। 230 ग्राम? हजुर। ओहो। गत वर्ष मैले 17 लाखको बेचेछु। खर्च कटाउँदा यताउता सबै गर्दाखेरि 14 लाख 50 भएछ। सबै गरेर 9 टन बेचेँ मैले, 9000 केजी। 9000 केजी बेच्नु भयो? हजुर। आफै बस्नको लागि घर बनाउन सफल भएँ। कति लाखमा बनाउनु भयो घर? 87 लाख गयो। बजार विशेष गरी काठमाडौँ नै हो। काठमाडौँ नै जान्छ? काठमाडौँ नै। को मार्फत जान्छ? म आफै पुऱ्याउँछु। कहिल्यै नघट्ने रेट भनेको 100 रुपियाँ हो। 100 रुपियाँ भनेको अम्बाको रेट हो। अम्बाको रेटमा किवी पाउँदाखेरि जो कहिले नखान्छ कहिले डराउनु पर्दैन। किवीमा कहिल्यै पनि काम सकिँदैन। रेगुलर काम दिएको त्यही हुन्छ किवीले। 50% सरकारको 35-40 लाख अनुदान आइसक्यो मलाई त। ओहो। मृगले चाहिँ त्यसले भेट्नेसम्मको दाना खाएर केही पनि राख्दैनन्। ए मृग आउँछ? मृग त 8-9 वटा हुलै हिँड्छन्। असिनाले असर गर्छ एकदमै। हामीलाई एकदमै चुनौती भनेको असिना हो। किवी खेती गर्छु भन्ने किसानलाई 75 होइन 85% अनुदानमा नेटको पनि व्यवस्थापन गरिदिने हो भने किवी किसानहरू यति उत्साहित हुन्छन् कि ठुल्ठुला वाइन फ्याक्ट्रीहरू सञ्चालन गरियोस्, ठुल्ठुला जुस फ्याक्ट्रीहरू सञ्चालन गरियोस्। अनि त्यो भइसकेपछि नेपालको किवीले नै नेपालीलाई खाना पुग्ने खालको वातावरण किसानबाट पनि बनोस् र नेपाल सरकारबाट पनि बनोस् भन्ने अपेक्षा राख्दछु। रेकर्डखबर.com को अर्को एउटा भिडियो श्रृङ्खलामा तपाईँलाई हार्दिक स्वागत गर्न चाहन्छु। म कृष्ण बुढाथोकी र यति बेला क्यामेरामा हुनुहुन्छ यमलाल लामा। विभिन्न किसानहरूसँग कुराकानी गर्ने क्रममा, किसानहरूको अनुभवहरू सुन्ने क्रममा यति बेला हामी दोलखा जिल्लाको जिरी नगरपालिकाको वडा नम्बर 7 माथिल्लो सिक्री भन्ने ठाउँमा आइपुगेका छौँ। यहाँनिर विगत विक्रम सम्वत 2071 सालदेखि निरन्तर व्यावसायिक कृषिमा लाग्नुभएको ओलक बहादुर जिरेलसँग कुराकानी गर्नका लागि आज हामी उपस्थित भएका छौँ। विशेष गरेर उहाँले व्यावसायिक रूपमा किवी खेती गर्दै आउनुभएको छ भने बाख्रा पनि पालन गर्दै आउनुभएको छ। बोयर क्रस बाख्राहरू र ग्रिन जातका किवीहरू उहाँको फार्ममा यति बेला देख्न सकिन्छ। करिब 30 रोपनी क्षेत्रफलमा फैलिएको उहाँको यो किवी फार्म र बाख्रा पालन गर्दै गर्दाका उहाँका अनुभवहरू हामी तपाईँलाई सुनाउनेछौँ। किवी बेचेर मात्रै वर्षमा करिब 12 लाख रुपैयाँ उहाँले चोखो मुनाफा कमाउनुहुन्छ भनेर हामीलाई जानकारी गराउनु भएको छ। यसै गरी बाख्रा बेचेर वार्षिक 2 लाखसम्म उहाँले आम्दानी गर्दै आउनु भएको छ। यसरी दुवैलाई जोड्दाखेरि वर्षमा करिब 14 लाख रुपैयाँ उहाँले बाख्रा र किवी खेती गरेर आम्दानी गर्दै आउनु भएको छ। त्यो पनि आफ्नै गाउँ, आफ्नै ठाउँ, आफ्नै जन्म जिल्लामा बसेर यो किसिमको उपलब्धि उहाँले गरिरहनु भएको छ। एउटा सफल किसानको अनुभव आज हामी तपाईँलाई सुनाउँदैछौँ। आउनुहोस् कृषि उद्यमी ओलक बहादुर जिरेलाई कार्यक्रममा स्वागत गरौँ। यहाँलाई कार्यक्रममा स्वागत गर्दछु। नमस्ते। नमस्ते। आराम हुनुहुन्छ? आरामै छु। आज हामी तपाईँको किवी फार्ममा र यो बाख्रा फार्ममा आइपुगेका छौँ। हामीलाई यो समय छुट्याइदिनु भयो, एकदमै व्यस्त हुनुहुन्छ है। तपाईँलाई धेरै धेरै धन्यवाद सर्वप्रथम चाहिँ। सरहरूलाई पनि मेरो तर्फबाट, माथिल्लो सिक्री पशुपालन तथा कृषि फार्मको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट कहाँदेखि यो विगत ठाउँमा आएर मेरो फर्म निरीक्षण गरिदिनु भएको र मेरो आफ्नो फर्मलाई विशेष गरी विभिन्न ठाउँमा प्रचार प्रसार गरिदिने क्रममा सरहरूलाई झन् मेरो तर्फबाट विशेष स्वागत छ। तपाईँ पहिलेदेखि नै किसान हो? म एकदमै किसानै हो। जीवनै कृषिमा समर्पित? जीवनै कृषिमै हो। त्यो बाहेक अरू केही गर्नु भएन कृषि बाहेक? त्योभन्दा अगाडि पनि अरू ठेक्कापट्टा यताउता त गरे हो, तर त्योबाट खासै केही उपलब्धि नभएर मैले व्यावसायिक रूपमा नै कृषि खेती गर्न लागेको। भनेपछि कृषि बाहेक पनि अरू केही ठेक्कापट्टाको काम चाहिँ गर्नुभयो, तर त्यति त्यो उपलब्धिमूलक भएन? उपलब्धिमूलक छैन। भएन त्यो? भएन। त्यसपछि विक्रम सम्वत 2071 सालदेखि चाहिँ तपाईँले व्यावसायिक रूपमै यो किवी फार्मलाई विस्तार गर्नुभयो, बाख्रा पनि पालन गर्नुभयो होइन? अहिले 40वटा बाख्राहरू छ तपाईँसँग। अनि पहिले चाहिँ जीवन कसरी निर्वाह हुन्थ्यो यो
खेती गर्नुभन्दा अगाडि बाख्रा पाल्नुभन्दा अगाडि चाहिँ अहिले त तपाईँ वार्षिक 14 लाखभन्दा बढी कमाउनुहुन्छ, त्योभन्दा अगाडि चाहिँ एउटा घर व्यवहार चलाउनलाई आफ्नो एउटा होइन सबै कुराहरू आवश्यकताहरू परिपूर्ति गर्नका निम्ति चाहिँ कसरी त्यो वातावरण सृजना गर्नुहुन्थ्यो? त्यतिखेरको अवस्थामा पनि विशेष गरी गर्न लागेको त गर्दै बसेको त कृषि नै हो। तर त्यतिखेरको समयमा भनेको कोदो, मकै, गहुँ, आलु इत्यादि जातका खेतीपाती गरिन्थ्यो। प्लस अब मैले अघि नै पनि भनिहालेँ, अलिअलि ठेक्कापट्टा यताउता गरेर पनि 2-4 पैसा कमाइन्थ्यो। त्यसले गर्दाखेरि खानलाई आफ्नै बारीहरूबाट उत्पादन हुन्थ्यो, केही बेच्नु पनि हुन्थ्यो होला? बेच्ने भन्दा पनि 6 महिना खानालाई चाहिँ पुगिन्थ्यो। 6 महिना खाना पुग्थ्यो, 6 महिना चाहिँ किनेर खान गरेर बाहिरी काम गरेर किनेर खानुपर्ने अवस्था हुन्थ्यो। भनेपछि अहिले यहाँको सम्पूर्ण आधारभूत आवश्यकताहरू परिपूर्तिका निम्ति चाहिँ यही खेती नै तपाईँको प्रमुख आधार हो? विशेष गरी खेती नै हो। तपाईँलाई व्यावसायिक रूपमा किवी खेती नै गर्ने सोच चाहिँ कसरी आयो, किन आयो? मैले धेरै अगाडिदेखि एक खालको परिवर्तन खोजिरहेको थियौँ। परिवर्तन खोज्ने क्रममा विभिन्न ठाउँहरूबाट, विभिन्न समाचारहरूबाट किवी खेती नेपालको जुन सुन्तला जातभन्दा माथि, स्याउ जातभन्दा तलको भूगोलमा किवी खेती नेपालमा उपयुक्त हुन्छ भन्ने अध्ययनमा पाइयो। त्यो पाइसकेपछि दोलखाको भीमेश्वर नगरपालिका, अहिले वडा नम्बर कति हो त्यो चाहिँ थाहा भएन, बोच बागवानी फार्ममा त्यहाँ नेपाल सरकारकै स्वामित्वमा रहेको किवी खेती सञ्चालन भएको थियो। त्यसमा मैले 3-4 वर्ष जति अध्ययन गरेँ। जुन यो कटिङ गर्ने बेलामा पनि पुगेँ म, फुल फुल्ने बेलामा पनि पुगेँ, फल फलेको बेलामा पनि पुगेँ, फल टिप्ने बेलामा पनि पुगेँ। त्यहाँका स्वरहरूसँग विशेष सम्पर्क भयो। त्यो भइसकेपछि तत्कालीन कार्यालय प्रमुख, बोच बागवानी फार्मको कार्यालय प्रमुख एकजना सर हुनुहुन्थ्यो। उहाँको नाम चाहिँ ठ्याक्कै आएन। अनि उहाँले जिरीमा किवी खेती उपयुक्त हुन्छ, तपाईँ किवी खेती गर्नुहोस्, विशेष प्राविधिक सहयोग हामीबाट हुन्छ भनिसकेपछि उहाँहरू आइदिनु भयो। आएर यहाँको भूगोल अध्ययन गरिदिनु भयो। अनि त्यो भइसकेपछि यहाँको हावापानीमा एकदम उपयुक्त हुन्छ भनिसकेपछि मैले किवी खेती गर्न सुरु गरेँ। अनि उहाँ अहिले याद आयो, उहाँको त्यहाँको हाकिम साहबको नाम चाहिँ चन्द्रमान श्रेष्ठले चाहिँ विशेष फोकस नै किवीमा गराइदिनु भयो मलाई। भनेपछि उहाँबाट चाहिँ तपाईँ प्रेरित हुनुभयो? हजुर होइन? हजुर। अनि बाख्रा पालनलाई पनि पहिला 1-2वटा त पाल्नु भएको होइन? पहिला पनि 8-10 वटा 10-15 वटा त पालिन्थ्यो। अनि पछि चाहिँ यही किवीलाई मलको आवश्यकता परेकोले गर्दाखेरि अलि धेरै मात्रामा बेसी पाल्न सुरु गरे हो। मल त वर्षै नै हाल्नुपर्छ, वर्षै पछि हाल्नुपर्छ होइन? हरेक वर्ष मल हाल्यो भने त्यसको उत्पादन राम्रो हुन्छ। त्यही भएर बाख्रा मलको लागि भए पनि पाल्नु। हजुर, एकदम। उता आम्दानी पनि हुने, मल पनि हुने, किन्नु परेन। एकदम। भनेपछि यो दुवै खेती चाहिँ एक आपसमा अन्तर्निहित छ, नङ र मासुको जस्तो सम्बन्ध छ बाख्रा र किवी खेती, होइन? अब गाई भैँसी पाल्न सके त अझै राम्रो हुन्थ्यो होला। दुध पनि खान पाइन्थ्यो। बाख्राबाट दुध चाहिँ खाँदैन, तर आम्दानी त हुन्छ। आम्दानी भन्दा पनि सामान्य हुन्छ बाख्राबाट, खासै त्यति धेरै हुँदैन। सामान्य आम्दानी पनि हुन्छ र किवीलाई मल पनि प्रशस्तै पुगिरहेछ। जस्तो यहाँ अहिले हामी यो अन्तरबाली जस्तो पनि देख्छौँ, एउटा किवीको छाहारीमा यहाँ कोदोहरू फलिराखेको देख्छौँ हामी। यो घाँसको लागि प्रयोग गर्नुहुन्छ पनि भन्नुभयो यहाँले, होइन? अन्तरबालीका रूपमा किवी सँगसँगै के गर्न सकिन्छ अरू? यो भित्र गर्न त सबै सकिँदो रहेछ। जस्तै लसुन भयो, प्याज भयो, गाँजा इत्यादि सबै हुँदो रहेछ। तर त्यो केही समय किवीको 4-5 वर्ष हुन्जेल मात्रै हो। त्योभन्दा पछाडि भनेको जताततै हाँगा झाँगेर गइसकेपछि त सेप लाग्दो रहेछ,
त्यसले गर्दाखेरि तलको यो भित्रको बालीलाई चाहिँ असर गर्दो रहेछ। यो कोदोको विषयमा अलिकति भनिदिउँ। कोदो खासै योभन्दा अगाडि खाली जमिनमा जति कोदो हुन्थ्यो, तर यो सेपभित्र त्यति हुँदैन। यो चाहिँ मैले किन लगाएको भन्नुहुन्छ भने अब हिउँद महिनामा त बाख्रालाई खानालाई धेरै घाँसहरू हुँदैनन्। त्यही बाख्रालाई घाँस खुवाउनको लागि चाहिँ नल खुवाउनको लागि यो कोदो रोपेको हो। जस्तो ओसिलो ठाउँमा गर्न सकिने बालीहरू त लगाउन सकियो नि होइन? लगाउन सक्यो, तर खासै अन्य खुल्ला ठाउँमा जति आम्दानी लिन सकिँदैन। भनेपछि यसमा अलिकति हावाको आवत जावत होइन, माथिबाट घामको तापक्रमहरू इत्यादि गर्दाखेरि खुल्ला ठाउँमा गरेको जति आम्दानी यो किवीभित्र हुँदैन। 4-5 वर्ष बोटहरू नझाङ्गिने गर्न सकिने भयो। त्योभन्दा पछाडि अलिक गाह्रो हुने भयो। तपाईँकोमा कति बोटहरू छन् किवीका? मसँग अहिले 600 बोट छ। 600 बोट छ। तेस्रो पनि क्षेत्रफलमा फैलिएको छ तपाईँका 600 बोटहरू? हजुर, 400 बोटले भटाभट योभन्दा 4-5 वर्ष अगाडिदेखि नै फल आम्दानी दिन लागेको हो। 200 बोट चाहिँ यही 78मा फल्न थालेका 78मा रोपेको छु। त्यसले आम्दानी दिन थालेको छैन। अहिले 400 बोटमा फलहरू लागिरहेको छ एकदमै रहर लाग्दो तरिकाले चाहिँ दानाहरू झुन्डिएको देखिराखेका छौँ हामीले होइन। एउटा बोटमा कति केजीसम्म फलेको पाउनुभयो विगतमा? यो वर्ष एउटा बोटमा कति जति होला अनुमान? योभन्दा अघिल्लो सालमा एक झाङमा 106 किलो फल्यो। अनि कुनै झाङमा 30 किलो मात्रै पनि फल्यो। तर यसपालि सरदरमा हेर्दाखेरि लगभग 40-50 किलोको रेसियोमा रहन्छ। 40-50 केजी सरदरमा सबैलाई क्यालकुलेसन गरेर सबैमा गर्दाखेरि सबै बोटलाई भाग लगाउँदाखेरि 40-50 केजीको हाराहारीमा रहन्छ। एउटा दाना कति ग्रामसम्मको भएको पाउनु भएको छ आफ्नो फार्ममा? मैले 230 ग्रामसम्मको पाएको छु आफ्नै फार्ममा। 230 ग्राम? हजुर। ओहो। गत वर्ष जम्मा कतिको बेच्नुभयो? त्यसबाट खर्च कटाएर कति मुनाफा भयो? गत वर्ष मैले 17 लाखको बेचेछु। खर्च कटाउँदा यताउता सबै गर्दाखेरि 14 लाख 50 भएछ। 14 लाख रुपैयाँ कमाउनु भयो गत वर्ष। कति बोटको किवी बेच्नु भएको गत वर्ष? त्यही 400 को हो। 400 बोटकै? 400मा पनि अब त्यसलाई आवश्यक पर्ने लगभग 60-70 झाङ भाले हुन्छ। त्यो भाले बाहेकको झाङ भनेको 310-20 को कुरा हो। प्रति केजी कसरी बेच्नुभयो यहाँबाट बेच्दा? मैले प्रति केजी अब फाटफुटमा बेच्दाखेरि 300सम्म पनि बेच्छु। तर झ्याप एकै ठाउँ बेच्नु पर्दाखेरि 200, 225, 210 त्यसरी यसको क्वालिटीको आधारमा त्यसरी बेच्छु। भनेपछि गत वर्ष जम्मा कति केजी उत्पादन भएको थियो सबै गरेर? सबै गरेर 9 टन बेचेँ मैले। 9000 केजी। 9000 केजी बेच्नु भयो? 9000 केजी बेच्दाखेरि सरदरमा 17 लाख रुपैयाँ, 17-18 लाख समथिङ भएको थियो। त्यति आम्दानी भएको थियो। अनि त्यसमा अब ज्याला कटाउनु पर्यो, ढुवानी खर्च कटाउनु पर्यो, यसलाई गोडमेल गर्दाखेरि जान्छ त्यो कटाउनु पर्यो, मलको कटाउँदाखेरि 14 लाख बसेको थियो। भनेपछि निकै राम्रो आम्दानी हो नि यो त होइन? आफ्नै गाउँमा आफ्नै ठाउँमा बसेर यो किसिमको पहिलाको परम्परागत खेतीबाट चाहिँ एउटा जीवन निर्वाह गर्न पनि धाउधाउ भइराखेको अवस्थामा व्यावसायिक रूपमा किवी खेती गरिसकेपछि वर्षमा 14 लाख रुपैयाँ आम्दानी हुँदा त तपाईँ दङ्ग हुनुहुन्छ होला? होइन, एकदमै खुसी छु। दङ्गै त होइन, तर खुसी छु। खुसी हुनुहुन्छ? खुसी छु। के सफलताहरू प्राप्त गर्नुभयो यो किवी खेती गरिसकेपछि चाहिँ? किवी खेती गरिसकेपछि मैले आफ्नो आफै बस्नको लागि घर बनाउन सफल भएँ। कति लाखमा बनाउनु भयो घर? 87 लाख गयो। 87 लाखमा ढलानको घर बनाउनु भयो? 87 लाख भयो। अनि यसैमा पनि सुरु गर्दाखेरि
किवी खेती सुरु गर्दाखेरि 71 सालतिरको 30 लाख लगानी भएको थियो। गर्दै जाँदाखेरि त्यो आम्दानी जे हुँदै जाँदो रहेछ। तेस्रो पनि जग्गा सबै आफ्नो हो? आफ्नै, भाडामा लिएको छैन? छैन। अझै विस्तार गर्ने पनि लक्ष्य होला तपाईँको? के छ? होइन, अब मेरो आफ्नो जग्गा पनि यति नै हो, यतिमा मात्रै गर्छु। यतिमै तपाईँ खुसी हुनुहुन्छ? यतिमै ठिकै छ। मलाई खाना लाउन बस्न पुगिहाल्छ, किन धेरै दुःख गर्ने होइन त। बजार चाहिँ कहाँ छ? बजार विशेष गरी काठमाडौँ नै हो। काठमाडौँ नै जान्छ? काठमाडौँ नै। को मार्फत जान्छ? म आफै पुऱ्याउँछु। आफै पुऱ्याउनुहुन्छ? आफै पुऱ्याउँछु। भनेपछि बजारीकरणमा आफ्नै भूमिका छ? एकदम आफै। बिचमा एजेन्टहरू कोही छैन? छैन। म आफै पनि जानु पर्दैन। अहिले त त्यस्तै 800, 1000 केजी बसमा हालेर पठाइदिने हो। पहिला त आफै व्यवस्थापन गर्नुभयो नि? पहिला व्यवस्थापन गर्नलाई 2 वर्ष जति आफै लागि पर्यो। त्यस पछाडि अहिले बसमा पठाइदिने हो। बसमा पठाइदिइसकेपछि उता बस भाडा उहाँले नै दिनुहुन्छ मेरो हिसाबबाट कटाएर। अनि मैले पाउने हिसाब मेरो खातामा आउँछ। केही हिडुल गरिरहनै पर्दैन। भनेपछि बजारीकरणमा समस्या छैन मलाई त। किवी खेती गर्दै गर्दा कतिपय किसानहरू अलिकति आत्तिएको पनि देखेको छु मैले होइन। जस्तो उहाँहरूले चाहिँ नि अब ठुलो सङ्ख्यामा 100-200 रोपनीमा किवी खेती गर्दै हुनुहुन्छ। भोलिका दिनमा कुनै कारणवश बजार पाइएन भने यसलाई के गर्ने होला, कसरी व्यवस्थापन गर्ने होला, बजारीकरणमा त प्रमुख चुनौती हुनसक्छ भन्ने खालका कुरा पनि सुनेका छौँ हामीले। के छ यसमा? हामीले कहिल्यै पनि अहिले हामीले 200, 250, 300 प्रति केजी बेचेका छौँ। तर कहिल्यै नघट्ने रेट भनेको 100मा आशा गर्नुपर्छ हामीले। 100मा 100 भनेको के हो त भन्दाखेरि अम्बाको रेट हो होइन त। 100 रुपियाँ केजीमा अम्बा खानुभन्दा त किवी खान्छन्। त्यसैले गर्दाखेरि 100 रुपियाँ केजीमा बेच्न सक्छु। 100 रुपियाँ केजीमा बेच्दा पनि एक झाङमा 50 केजी निक्ल्यो भने एक झाङमा 5000 को निक्ल्यो। 5000। अनि 5000 को निक्लिँदाखेरि मेरो मात्रै कुरा गरौँ। 400 मेरो 600 को अब 2 वर्ष पछाडि मेरो 600 को कुरा गरौँ। 600 को कुरा गर्दाखेरि त्यसमा 100 भोट भाले हटाइदिउँ। उता भालेमा फल्दैन। 500 झाङ फल्यो। 500 झाङमा 5000 ले हिसाब गर्दा कति भयो? 25 लाख भएन? 100मा हिसाब गर्दाखेरि त्योभन्दा बेसी किन चाहियो? 50 केजी एक झाङमा सरदर 50 केजी फल्छ। त्यसमा 100 रुपियाँ केजीले 5000 हुन्छ होइन। 5000 इन्टु 500 गर्दाखेरि 25 लाखको कुरा आउँछ होइन र? त्यसमा 5 लाख खर्चमा गएछ, 20 लाख बसीको। अथवा 7 लाख खर्च भए त भएछ 18 लाख बसीको। 18 लाख भनेको महिनाको 1.5 लाख भयो। त्योभन्दा बेसी कमाउनु पनि मिल्दैन। त्योभन्दा बढी हामीलाई किन चाहियो? चाहिँदैन त्योभन्दा बेसी। भनेपछि किवी खेतीमा निकै सम्भावना छ, डराउनु पर्दैन। जो कोहीले पनि किवी खेती गर्दा हुन्छ भन्न चाहनुहुन्छ? किवी खेती गर्ने किसानहरूलाई म के भन्न चाहन्छु भने अहिले जतिमा बेच्न सकिन्छ त्यो विदेशतिर गएर ओभर टाइम काम गरे जस्तो हो। कहिल्यै नघट्ने रेट भनेको 100 रुपियाँ हो। 100 रुपियाँ भनेको अम्बाको रेट हो। अम्बाको रेटमा किवी पाउँदाखेरि जो कहिले नै खान्छ, कहिले डराउनु पर्दैन। भनेपछि ढुक्क निर्धक्क भएर किवी खेती गर्दा हुन्छ। समुद्री सतहदेखि 1200 भन्दा माथिको 2400 देखि अहिले त 3000 मिटरतिर पनि भइरहेछ। 3000 1200 देखि 3000 मिटरसम्मका उचाइभित्र बस्नुहुने नेपाली जनताले किवी खेती गर्दा हुन्छ। प्रशस्त जमिन छ, खाली भिरालो जमिनहरू त्यतिकै खेर गइराखेको छ भने सदुपयोग गर्दा हुन्छ। एकदमै हुन्छ। अनि यो खेती गर्दाखेरि अलिकति ध्यान दिनुपर्ने विषयहरू पनि होला। तपाईँकोमा त लट्ट रम्मै फलेका छन्। कतिपयको किवीका दानाहरू नै नलागेर चिन्तामा छन् किसानहरू। रोगले पनि हाम्रो बोटहरू चाहिँ मर्यो, दाना एकदमै साना भए भन्ने खालका गुनासो पनि सुनेका छौँ हामीले। यो विषयमा के भन्नुहुन्छ? दाना ठुलो र सानो भनेको हामी आफैले बनाउने कुरा हो है। अब यसमा ध्यान दिनुपर्ने कुरा चाहिँ के रहन्छ भन्नुहुन्छ भने कटिङ गर्दाखेरि नै अब यसलाई त सालैपछि कटिङ गर्नुपर्ने हुन्छ। त्यो कटिङ गर्दाखेरि नै दाना ठुलो फलाउने कि मसिनो फलाएर धेरै उत्पादन लिने
भन्ने किसान आफैमा निर्भर हुने कुरा हो। त्यसले गर्दाखेरि हाँगा अलिक पातलो राख्यो भने कम फल्छ, तर क्वालिटीको फल्छ, दाना ठुलो फल्छ। अनि फल्ने हाँगा यो काट्नु हुँदैन भनेर लठरम्म हाँगा राख्यो भने बेसी फल्छ, अनि दाना सानो हुन्छ। अनि त्यसलाई यो बिरुवा नभएखेरि यसले पनि खाना पाए बढ्ने त हो नि, खाना नपाइसक्यो यो बढ्दैन। त्यसले गर्दाखेरि मल प्रशस्तै दिनु पर्यो। मल र पानी प्रशस्तै भइसकेपछि र दाना चाहिँ अलि पातलो हाँगा राखिसकेपछि एकदम क्वालिटीको निक्लिन्छ, केही आपत्ति छैन। रोप्ने बेलामा चाहिँ कसरी रोप्दाखेरि राम्रो हुने रहेछ, के कुरामा ध्यान दिनुपर्ने रहेछ सुरुमा बिरुवा रोप्दाखेरि? बिरुवा रोप्दाखेरि चाहिँ विशेष गरी लाइनमा ध्यान दिनुपर्छ। अब लाइनमा ध्यान कसरी दिने त भन्दाखेरि एकदम सिधा लाइनमा छन् भनेदेखि त यो थाङ्राहरू पनि सिधै जाने भयो। अनि यो थाङ्रा बाङ्गोटिङ्गो कतै यताउता भयो भनेदेखि त एकापट्टिको भागले यो तारलाई तानेको हुन्छ, अनि यो खम्बा नै ढल्ने सम्भावना हुन्छ। त्यसले गर्दाखेरि एकदम सिधा गर्नु पर्यो। अनि मैले त्यतिखेर 5 मिटरको फरकमा रोप्न लगाएको थिएँ मलाई, तर 5 मिटरले नपुग्ने रहेछ, लगभग 7 मिटरको फरकमा रोप्नु पर्दो रहेछ भन्ने कुरो अहिले म आफैले प्रश्न भयो। भनेको मतलब एउटा बिरुवाबाट अर्को बिरुवाको दूरी चाहिँ 7 मिटर, 7 मिटरमा रोप्दाखेरि उपयुक्त हुन्छ। अनि थाक्रा र बिरुवा बिचको दूरी चाहिँ कति हुनुपर्छ? थाक्रा र बिरुवा बिचको दूरीमा केही आपत्ति छैन। बिरुवादेखि त्यो थाङ्रा बिरुवा ठिक बिचमा रहन्छ, दुईटा थाङ्राको बिचमा बिरुवा रहन्छ। त्यो बिरुवा 7 मिटरमा छ भने त्यो बिचमा रहँदाखेरि त्यो थाङ्रा पनि 7 मिटरमै रहने भयो नि त। वास्तवमा चाहिँ कति बाई कतिको खाल्डो खन्दा राम्रो, त्यो खाल्डोमा के हाल्दाखेरि राम्रो हुन्छ? 3 फिट बाई 3 फिटको खाल्डा एकदमै उपयुक्त खाल्डा हो। यसको तर गहिराइमा 3 फिट नखन्दा पनि हुन्छ। किनभने यसको जरा भनेको माथि झेलेर जाने हो। जरा त अरू रुखको जस्तो तल मूल जरा त तल गाडेर जाँदैन, यसको यसरी फिजेर जान्छ, फिजेर माथि फिजेर जान्छ। त्यो भयो खाल्डोको कुरा। अनि यो मलको कुरामा अहिलेसम्म मैले कुनै रासायनिक पनि प्रयोग गरेको छैन। म बाख्रा वस्तुकै मल मात्रै प्रयोग गरिरहेछौँ। प्राङ्गारिक मलै एकदम पर्याप्त हाल्ने हो। त्यहीबाट फल पनि अर्ग्यानिक निक्लिन्छ। कुनै ल्याबमा लगेर टेस्ट गरेर मेरो अर्ग्यानिक निक्लिन्छ। भनेपछि कुनै पनि रासायनिक मलको प्रयोग भएको पनि छैन, त्यो आवश्यकता पनि छैन। अर्ग्यानिक जिरीको नारालाई तपाईँले पछ्याउनु भएको छ? एकदमै। अहिलेसम्म रासायनिक पनि प्रयोग भएको छैन। त्यस्तो हड्डीको धुलो यताउता भिटामिनहरू दिनुपर्छ भनेर थिए हामीलाई तालिम गर्दाखेरि, तर त्यस्तो कुनै आवश्यकतै परेको छैन। भनेपछि खाल्डो चाहिँ गहिराइमा 1 फिट अनि चौडाइ 3 फिट खन्दा भयो? गहिराइमा 2 साढे 2 फिट खन्दा भयो, तर उसमा चाहिँ चौडाइमा चाहिँ 3 फिटै खन्नुपर्छ। अनि मल बाख्राको गाई भैँसी बाख्रा जेको मल हाल्दा पनि हुन्छ, तर एकदम त्यसलाई व्यवस्थित तरिकाले माटोसँग मिलाएर खाल्डो खन्दाखेरि अरू किसानहरूले ध्यान दिनुपर्ने कुरा, 1 फिट जति गहिराइको माटो एकापट्टि राखिदिने, अलि तल्लोपट्टिको माटो 1 फिट जतिको अर्को ठाउँमा राखिदिने, त्योभन्दा मुनिको माटो अर्को ठाउँमा राखिदिने। त्यो भइसकेपछि सबभन्दा अब त्यो निकालेर मात्रै भएन, त्यो खाल्डो त पुर्नु पर्यो। मलसँग मिलाएर सबभन्दा माथिको निकालेका छौँ नि अघि हामीले, त्यो माथिको माटो मलसँग मिलाएर खेतमा हालिदिने पहिलोमा है त। अनि 3 डोका हाल्नु पर्यो नि त? पर्दैन, अलि ठिक मिलाएर हालिदिने। अनि बिचको माटोलाई बिचैमा राखिदिने मलसँग मिलाएर। अनि अघि नै हामीले सबभन्दा तलको माटो निकालेर एकापट्टि राखेका छौँ नि, त्यसलाई सबभन्दा माथि ट्रपमा राखिदिने मलसँग मिलाएर। त्यो माथि राख्दाखेरि के हुन्छ त भन्दाखेरि तलको माटो माथि आउँदाखेरि एक त झार हुँदैन तलको माटोलाई, होइन त।
अनि तल माथिको टपको माटो तल हाल्दाखेरि तलैबाट मलिलो भएर आउने भयो। त्यसले गर्दाखेरि किवीलाई एकदम उपयुक्त हुन्छ। भनेपछि एउटा खाल्डोमा कति चाहिँ मल हाल्नुपर्ने? 3-4 वर्षसम्म 1 डोको हाले भयो। 5 वर्ष पछाडि यसले विशेष गरी यो आफैले दिनुपर्ने आम्दानी भनेको 7 वर्ष पछाडिबाट दिन्छ। अनि जब 5 वर्ष पछाडिबाट सलाई पछि 2 डोको मल हालिदिने काफी हुन्छ। अहिले 7 वर्षसम्म चाहिँ हरेक वर्ष 5 वर्षसम्म चाहिँ 1 डोको हाले भयो। 5 वर्ष पछाडिबाट चाहिँ 2 डोको दरले हाल्दा काफी हुन्छ। आम्दानी बढी दिने समय आइसकेपछि अब सालै पछि 2 डोको दिनुपर्छ हरेक वर्ष। कुन समयमा हालिदिने मल चाहिँ? यो चाहिँ माघ फागुनमा माघको अन्तिम हप्ता फागुनको पहिलो हप्तासम्ममा हाल्दा हुन्छ। बिरुवाको बोटको वरिपरि यसलाई फेरि खन्नु पर्यो। खन्नै पर्छ। खनेर यो बिरुवा वरिपरिको माटो दायाँ बायाँ सार्नु पर्यो। सारिसकेपछि मल भित्र घोप्टाउनु पर्यो खाल्डो जस्तो बनाएर। फेरि माथिबाट त्यही माटोले त्यो मललाई छोपेपछि उपयुक्त हुन्छ। मलको कुरा भयो त्यो। अनि सिँचाइको व्यवस्थापन कस्तो गर्नुपर्छ? सिँचाइको व्यवस्थापन पाइपद्वारा हाल्दा पनि भयो। थोपा सिँचाइ नै गर्नुपर्छ। कहीँ कतै थोपा सिँचाइ गर्दा नि भयो। मेरो यो प्लटमा चाहिँ थोपा सिँचाइको व्यवस्था छ। तर अरू ठाउँहरूमा त पाइपद्वारा हाल्ने हो। पाइपद्वारा हाल्दाखेरि एक ठाउँमा मात्रै हाल्ने होइन, पुरै चारैतिर घुमाएर त्यसको जरा त चारैतिर गएको हुन्छ। सबैतिर भिज्ने गरी दिनुपर्ने। पाइपबाट हाल्दा त अलि झन्झटिलो हुन्छ होला नि? झन्झटिलो चाहिँ हुने तर यो थोपा सिँचाइबाट साह्रै सजिलो। तर यसमा अलि अगाडि खर्च पनि त बेसी लाग्ने नि। खर्च सुरुमै गर्न यदि डराउने, यदि लगानी छैन भने चाहिँ? हजुर, लगानी गर्न सक्ने अवस्था रह्यो भनेदेखि थोपा सिँचाइ गर्दाखेरि अति उपयुक्त हो। लगानी गर्न सक्ने अवस्था रहेन भनेदेखि पाइपद्वारा पानी दिएर पनि हामी किवी खेती गर्न सक्छौँ। थोपा सिँचाइद्वारा चाहिँ नियमित पानी दिँदा राम्रो कि जस्तो तपाईँले पाइपबाट दिनुहुन्छ कि कहिलेकाहीँ दिनुहुन्छ कि त्यसको सेड्युल चाहिँ के छ पानी दिने? यसको यसलाई के चाहिँ सम्झ्यौँ भनेदेखि आरु बाख्रा खुर्पानी भन्छौँ नि हामी, त्यसलाई हिउँदमा पानी दिन्छौँ नि, त्यस्तै नै हो। यसलाई फागुन चैत वैशाख 3 महिनामा हप्तामा एकचोटि दिँदा हुन्छ। हप्ता 10 दिनमा एकचोटि दिँदा हुन्छ, ताकि त्यो पानी चैत वैशाखमा एकचोटि हालेको पानीले त्यो किवीको फेदमा चिसन रहोस्। फेरि वात्तै लेदो नै हुने होइन, तर त्यो माटो भिजेर बसोस्। माटो भिजेर चिसो नै राख्नको निमित्त अर्को पनि के गर्नुपर्छ भन्नुहुन्छ भने किवीको फेदमा पत्कार, सल्ले बिँड यताउताले छोप्नुपर्छ। त्यसलाई मल्चिङ भनिन्छ होइन त? मल्चिङ गर्ने भनिन्छ। अनि त्यसको कारण चाहिँ के हो त भन्दाखेरि माथिबाट घामको ताप ठाडै लाग्न नदिने। घामको ताप लाग्दाखेरि तल माटोभन्दा मुनि त हामीले मल हालेको हुन्छ। त्यो मलको रस त्यसलाई के भन्छ बाष्पीकरण भएर घामले लिन नपाओस् अनि त्यहाँको माटो पनि नसुकोस्, चिसो नै बसोस् भनेर हामी मल्चिङ गर्छौँ। पत्कार यताउता हालेर मल्चिङ गर्छौँ। त्यो भइसकेपछि 15 दिनमा एकचोटि पानी दिँदा पनि हुन्छ। त्यो भनेको हिउँदको समयमा माघ फागुन चैत वैशाखबाट पानी पर्न सुरु भइहाल्छ। आकाशकै पानीले पुग्छ, माथिकै पानीले पुगिहाल्छ। माघ फागुन चैतमा त्यति गरेपछि पानीको यो भित्रको जमिन एकदम ओसिलो रह्यो। भनेपछि वर्षमा जम्मा 2-4 चोटि मात्रै किवीका बोटहरूलाई ध्यान दिए पुग्यो। एकचोटि मल हाल्ने बेलामा, पानीको बेलामा, त्योभन्दा बाहेक अरू बेलामा केमा ध्यान दिनुपर्छ? त्यसरी त भएन नि। फेरि त्यहाँबाट त अलिकति ओसिलो भइसकेपछि त चैत वैशाखतिरबाट नै तलबाट झार आउँछन्। त्यो झार पनि उखालेर फेरि अन्त फाल्ने होइन, त्यो झारलाई त्यहीँ राख्ने हो। त्यहीँ राख्दाखेरि त्यो मलमा त्यही झार मलमा परिणत हुन्छ के। त्यो भइसकेपछि झार आउन दिनु भएन। झार आउँदा पनि समस्या चाहिँ रहेन, किवीलाई खासै असर गर्दैन। तर
किवीले खाने मल चाहिँ त्यो झारले खाने भयो भनेर चाहिँ त्यो झार उखालेर त्यहीँ राखिदिने हो। त्यो आफै पनि मल हुन्छ। वर्षमा चाहिँ केमा चाहिँ तपाईँले किवी खेतीमा आएर कामहरू गर्नुहुन्छ त? जस्तो अब एकचोटि हार्भेस्टिङ गरेपछि त सकियो। हार्भेस्टिङ गर्नु बित्तिकै किवीमा कहिल्यै पनि काम सकिँदैन। रेगुलर काम दिएको त्यही हुन्छ किवीले। हार्भेस्टिङ गरिसकेपछि जब यो पात झरिसकेपछि हामी कटिङ गर्नुपर्छ। फेरि के कटिङ गर्नु छ? यो हाँगाहरू फल्ने हाँगा र नफल्ने हाँगा दुई थरी हुन्छन् हैन। अनि त्यो फल्ने हाँगालाई अर्को साल फल्ने हाँगालाई राखेर नफल्ने हाँगा सबै काटेर फाल्नुपर्ने हुन्छ। भनेपछि यो हार्भेस्टिङ गर्ने समयमा जहाँ जहाँ फलहरू लागेको थियो तिनलाई जोगाउने, जहाँ जहाँ फल लागेको थियो त्यसलाई काटेर फालिदिने होइन। किवीको विशेषता के हो त भन्दाखेरि जहिले पनि नयाँ हाँगामा फल फल्ने हो, पुरानो हाँगामा फल फल्दैन। जस्तै म कुनै देखाइदिन्छु है त तपाईँलाई। यो हाँगामा अब पोहोरको साल यहाँसम्म फलेको थियो हो। अब योभन्दा यता फल्दैन। अनि यसपालि यहाँसम्म आएर फल्यो हो। आवश्यक यो अब आगुन योभन्दा यताकोलाई मात्रै फल्छ। अनि त्यो भइसकेपछि यो अरू हाँगा प्रशस्तै छन् भनेदेखि यसलाई यतै काट्नु पर्यो होइन। यदि हाँगा त्यति छैन भनेदेखि ऊ यहाँतिरबाट फल्नलाई यो हाँगा यहाँतिर राख्नुपर्ने हुन्छ। कटिङ गर्नु पर्यो त्यसरी मिलाएर। त्यो भइसकेपछि सिँचाइ गर्नुपर्ने हुन्छ। अनि सिँचाइ पछाडि फेरि भटाभट चैत वैशाख लागिसकेपछि झार उम्रिन सुरु हुन्छ। त्यो झारलाई अलि व्यवस्थापन गर्नु पर्यो, त्यसलाई उखालेर राख्नुपर्ने हुन्छ। अनि त्यसपछि फेरि फुल फुल्यो। फुल फुलिसकेपछि जेठतिर फल लाग्न सुरु हुन्छ। फल लागिसकेपछि फेरि दाना ठुलो बनाउने कि सानो बनाउने त्यतिखेर पनि हुन्छ है त। जस्तै अब यही झुप्पालाई हेरौँ। यो झुप्पालाई मैले यो 3-4वटा टिपेर फाल्नु पर्थ्यो त्यतिखेर है त। त्यसलाई हामी के भन्छौँ त प्राविधिक भाषामा थिनिङ गरेको भन्छौँ है। अनि यो 3-4वटा फालिसकेपछि यहाँ भएका 6-7वटा चाहिँ एकदमै रमाउँछन् क्या, तिनीहरू ठुलो हुन्छन्। त्यसले गर्दाखेरि थिनिङ पनि गर्नुपर्ने हुन्छ। हरेक दिनको एकचोटि अथवा 2-3 दिनमा एक पटक के कस्तो अवस्थामा छ, के समस्या आएको छ हेर्नलाई प्रत्येक झाङमा पुग्नै पर्ने हुन्छ। किवी खेतीमा यो सजिलो भनेर नठान्नुहोस्, एकदम गाह्रो कुरा हो। तर गाह्रो गरे बापत आम्दानी प्रशस्तै छ, त्यसमा पनि ढुक्क हुनुहोस्। यसका बाई प्रोडक्टहरू बनाएर पनि बजारीकरण गर्न सकिन्छ नि होइन? सकिन्छ। यसमा हामीले जुस बनाउन सक्यौँ किवीको, वाइन बनाउन सक्यौँ किवीको। त्यस्तै गरी अब जाम पनि हुन्छ, जाम पनि भयो, क्यान्डीहरू बन्छ। अनि सुकुटी भन्छौँ हामी, सुकुटी पनि बनाउन सकियो। किवीलाई काटेर एकदम पातलो बनाएर काटेर सुकाएर त्यो खाँदाखेरि छुट्टै मुखमा हाल्यो कि सर्र पानी आइहाल्छ क्या, त्यस्तो खालको हुन्छ। रमाइलो छ जे होस्। भनेपछि किवीका दाना मात्रै बजारमा जाने होइन कि यसका अन्य जे पनि गर्न सकिन्छ, जे पनि गर्न सकियो। अब यो खेती गर्दै गर्दाखेरि अलिकति सरकारले गर्ने सरसहयोगका कुराहरू पनि जोडिन्छन् नै होइन? तपाईँले आफ्नो व्यक्तिगत प्रयासबाट गरेको परिश्रम, तपाईँले गरेको लगानी त छँदैछ। त्यो बाहेक तपाईँलाई यहाँको स्थानीय सरकारले, सम्बन्धित निकायहरूले अहिलेसम्म के सरसहयोगहरू गरे? तपाईँले सोचेअनुसारको साथ सहयोग चाहिँ पाउनु भएको छ कि छैन? मैले त पाएको छु। किनभने जुन 71 सालमा मैले 30 लाख लगानी गरेँ, त्यो 30 लाख लगानी गर्न सक्ने हैसियत मसँग थिएन। त्यतिखेर हिमाली जिल्लाहरूमा हिमाली जिल्ला कुन 10वटा जिल्लामा हिमाली प्रोजेक्ट भन्ने आयो। त्यो दोलखामा पनि भएको नाताले गर्दाखेरि त्यतिखेर 71 सालको कुरामा यो किवी व्यवस्थापन गर्नलाई 18 लाख त अनुदान पाएको मैले सुरुमै।
म किवी खेती गर्छु भन्दाखेरि हिमाली प्रोजेक्टले 18 लाख अनुदान दिएको। अहँ। अनि त्यस पछाडि कहीँ कतै केही व्यवस्थापन यो पानीको व्यवस्थापन भयो। अनि यो कहीँ कतै नपुगेको ठाउँमा थाङ्ग्रा नपुगेको ठाउँमा थाङ्ग्राको व्यवस्थापन भयो। जुन अहिले यो बजारीकरणको कुराहरूमा विभिन्न 1 केजीको 5 केजीको 10 केजीको कार्टुनहरूको कुरा भयो। तिनीहरू चाहिँ हामीलाई किवी जोनले 50%, 85%मा अनुदानमा दिइरहेछन्। भनेपछि तपाईँ आफ्नो एकल प्रयासले मात्रै नभइकन सरकारको र विभिन्न सङ्घ संस्थाहरूको सहयोगको देनका बावजुद उहाँहरूको सहयोगका कारण आज यो स्थानमा आइपुग्नु भएको छ। एकदमै हो। तपाईँले अहिलेसम्म कति लगानी गर्नुभयो? अब त मेरो त अनुदान सहितको लगानी जोड्दाखेरि त्यो सबै गर्दाखेरि त अहिले त मेरो त 70-75 लाखको हाराहारीमा लगानी भइसक्यो। 75 लाखमा तपाईँको आफ्नो व्यक्तिगत कति लगानी पर्यो? होइन, 50% आफ्नो हुन्छ, 50% सरकार, 50% सरकारको। 35-40 लाख अनुदान आइसक्यो मलाई त। ओहो, भनेपछि 35 देखि 40 लाख रुपैयाँ तपाईँले पाइसक्नुभयो अनुदानका रूपमा? पाइसक्यो। सालै पछि अनुदान नपाएको त मेरो कुनै सालै छैन। यसपालि पनि जुन माथि 200 झाङ लगाएको छु मैले। अब त्यसमा हिजो अस्ति भर्खरै किवी जोनमा निवेदन सङ्कलनको कुराहरू खुलेको थियो। त्यसमा पनि 250वटा थाङ्ग्रा मागेको छु मैले। 250वटा थाङ्ग्रा पाइहाल्यो भने, छनौटमा पर्यो भने अब त 12 लाख समथिङ हुन्छ। 12 लाख समथिङ भनेको त्यसको 50% गर्दाखेरि 6 लाख म आफैले बिहोर्ने, 6 लाख त त्यतिबाट आइहाल्छ अनुदान, फेरि आइहाल्छ। आहा, एकदमै राम्रो। ल, दोलखामा आएपछि हामीले चाहिँ किसानहरूलाई यहाँको निकायले कसरी सहयोग गरेको रहेछ, तपाईँहरू जस्तो किवी किसानलाई एउटा चाहिँ नि भनौँ न प्रचार प्रसार गराउनका निम्ति, तपाईँहरू जस्तो किसानहरूको उद्धार गर्नका निम्ति, किसानहरूको प्रबन्धनका निम्ति यहाँको स्थानीय सरकार लगायत किवी जोन कार्यक्रम मार्फत तपाईँहरूले जुन जुन सरसहयोगहरू पाउनुभएको छ, यो साँच्चीकै प्रशंसनीय छ। उहाँहरूलाई म धेरै धेरै धन्यवाद पनि दिन चाहन्छु। अनि यो किवी फललाई बाँदर, चराचुरुङ्गीहरू, अब यो के भन्छ, यो हाब्रो के भन्ने जनावर पनि आउँदो रहेछ यतातिर, होइन? यसले तपाईँको फलमा चाहिँ, बालीमा चाहिँ कतिको असर गरेको छ? बाँदर यो क्षेत्रमा छँदै छैन अहिलेसम्म। बाँदर आएकै छैन। हाब्रेले खान्छन् अलिअलि, त्यसले खाएर सक्ने पनि होइनन्। लखर्केले 2-4वटा खान्छन्, त्यसले खाएर सक्ने पनि होइनन्। अनि अर्को समस्या चाहिँ के रहन्छ भनेदेखि, अब यो किवीमा अब मैले यो हाँगालाई त्यत्तिकै राख्ने हो भने, यहाँतिर मात्रै काट्ने हो भने, आगुन यहाँबाट मुनाएर यहाँबाट फल फल्छ। फल फलिसकेपछि यो तलैसम्म पुग्छन् कि, तलैसम्म पुगिसकेपछि त्यसले जे होस्, मृगले चाहिँ त्यसले भेट्नेसम्मको दाना खाएर केही पनि राख्दैनन्। मृग आउँछ? मृग त 8-9वटा हुलै हिँड्छन्। अनि त्यसले भेट्ने जति दाना नै खाएर केही पनि राख्दैनन्। अलिकति दुःख दिने भनेको हाब्रेको त खासै त्यसले त धेरै असर पार्दैनन्। जस्तै अस्ति नै यो असारको 29 गते ठुलो पानी पर्यो जिरीमा। मेरो 2-4वटा खम्बा नै ढालेको छ अलि तलतिर। त्यहाँ अघि तपाईँ आउँदाखेरि बाटोमाथि पनि ढालेको छ, त्यो देख्नुभयो होला। अनि त्यो खम्बा ढालिसकेपछि यो बोटाइ त तल बसेको छ, कुनै झाङको त त्यो तल बसेको झाङको त एक दानै छैन। मृगले खाएर, त्यसले भेट्ने जतिको ठाउँको खाएर केही पनि छैन। यही प्लटमा पनि योभन्दा मुनि उसले भेट्ने जति सबै खाइदियो, खाना सुरु गरिसकेपछि अहिले जाली हालेर बारेको छ। अनि त्यसपछि चाहिँ पस्या छैन। असिनाले कतिको असर गर्छ? असिनाले असर गर्छ एकदमै। हामीलाई एकदमै चुनौती भनेकै असिना हो। असिनाबाट जोगाउन सक्यो भनेदेखि फल खान पाइयो, असिनाबाट जोगाउन सकिएन। कसरी जोगाउने त असिनाबाट? अब असिनाबाट जोगाउनलाई असिना प्रुफ नेट भन्ने चाहिँ छ, नेपालमा आएको छ। तर त्यो हाम्रो अवगतभन्दा अलि माथि जाँदो रहेछ। बोच बागवानी फार्मले सिफारिस गरेको हामीलाई 1 झाङलाई 5 किलो लाग्छ भन्थे। अनि
किलोको 7,500, त्यसो गर्दाखेरि त मलाई त 600 बोटलाई गर्दाखेरि त लगभग 45-50 लाखको कुरा आउँदो रहेछ। त्यसले गर्दाखेरि मेरो अवगतभन्दा अलि माथिको कुरा भयो। यदि यही मिडिया मार्फत नेपाल सरकार अथवा कुनै पनि निकायले किवी खेती गर्छु भन्ने किसानलाई 75 होइन 85% अनुदानमा नेटको पनि व्यवस्थापन गरिदिने हो भने किवी किसानहरू यति उत्साहित हुन्छन् कि उनीहरू एकदमै खुसीका साथ लगानी गर्छन्, काम गर्छन्। अब तपाईँका भावी योजनाहरू के छन्? बाख्रा पनि पाल्नु भएको छ, किवी खेती त तपाईँले अब भन्नुभयो मेरो 30 रोपनी मात्रै जग्गा यहाँ अहिले सदुपयोग भइराखेको छ, मसँग भएको पनि यति नै हो। अब लगभग मैले सबै प्रयोग गरिसकेँ। अब म किवीमा चाहिँ अझै विस्तारित हुँदिनँ होला, मलाई यही नै इनफ छ भन्नुभएको छ। बाख्रा पनि अब तपाईँले पालि नै रहनु भएको छ। अरू केही थप योजनाहरू बनाउनु भएको छ? अब मेरो त बानी नै अलि अरूको भन्दा छुट्टै खालको पो छ त। के छ भन्नु त? म योजना अनुसार चल्ने होइन कि समय अनुसार चाहिँ चल्ने भयो क्या म चाहिँ। समयले कतिखेर कुन गर भन्छ हो त्यो चाहिँ गर्ने हो क्या मैले। समयअनुसार जे माग आउँछ त्यही गर्ने हो। त्यो समयले के गर भन्छ त्यो चाहिँ गर्ने हो क्या मैले। अहिलेसम्म म किवीमै समाहित छु, किवी खेती गर्छु, बाख्रा पालन गर्छु। अब अन्तिममा यो पनि गर्न नसकेपछि अरू व्यवसाय पनि आउला नि केही न केही। हुन्छ, अब हामी कार्यक्रमको अन्त्यतिर छौँ। तपाईँलाई विश्वभरिबाट हेरिराख्नुभएका सम्पूर्ण दर्शकहरूलाई के भन्न चाहनुहुन्छ? उहाँहरूलाई के भन्न चाहन्छु म चाहिँ भने म जस्तो अब त नेपाल एउटा कृषि प्रधान देश हो भनेर पनि भन्छन्, तर कृषि प्रधान देश भएर पनि हामीले अरू विषयमा त्यति थाहा भएन। यही किवी खेतीमा नेपालको किवीले नेपालमा भनेको कार्तिक मङ्सिर पौष 3 महिनाभन्दा धान्न सक्दैन। त्यस पछाडि विदेशकै किवी प्रयोग गरेको हुन्छ। त्यसले गर्दाखेरि नेपालीहरूले सालैभरि नेपालको किवी खान सक्ने वातावरण बनोस् र हाम्रो जस्तो यो हिमाली भूगोलहरूमा भूभागहरूमा जो कहिले पनि किवी खेती गरियोस्, त्यसले ठुल्ठुला वाइन फ्याक्ट्रीहरू सञ्चालन गरियोस्, ठुल्ठुला जुस फ्याक्ट्रीहरू सञ्चालन गरियोस्। अनि त्यो भइसकेपछि नेपालको किवीले नै नेपालमा नेपालीलाई खाना पुग्ने खालको वातावरण किसानबाट पनि बनोस् र नेपाल सरकारबाट पनि बनोस् भन्ने अपेक्षा राख्दछु। यो महत्त्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद दिदी। हामी छोड्छौँ। नमस्ते। ल नमस्कार, धन्यवाद सरहरूलाई पनि।